नेपाली नेपाली बीच द्वन्द्व नहोस्, परस्पर अविश्वास र हिंसाको दुःखद मनोस्थिति नबनोस्, देशवासीहरू कुनै पनि नाम र न्युहुमा ध्रुवीकृत नबनुन् भन्नेतर्फ हामी सदैव सचेत र संवेदनशील छौँ। नेपालीको एकतामा नै नेपालको भविष्य निहित रहेको यथार्थलाई हामीले आत्मसात गरेका छौँ। सबैले यही वास्तविकतालाई आत्मबोध गर्नुपर्दछ भन्ने ठान्दछौँ। हाम्रा आह्वान हामी कसैको निजी स्वार्थपूर्तिका निमित्त होइन, कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन, समग्र राष्ट्रको स्वाधीनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो।